What is up, guys? How are you? I hope you guys are fine. And like, yeah, I'm fine too. Like, I don't know what to do today. Like, I'm planning to do something. Like, I'm planning to vlog today, but I don't have any content. Yeah, I don't have any plan. What should I do or what should I? In my mind, there is nothing. Like, it's blank. So I don't know what I show to you guys. Mm, so keep watching. If the content is good, I will upload it. If the content is, I don't found any content or like the video. If the video is like unnecessary, then I will don't upload it because I don't know what to say. मलाई केही भन्न आएन है. अनि I am in my room. म चाहिँ भिडियो हेर्दैछु. लाइक आई डोन्ट नो. मैले भिडियोमा त हेरिरहेको छु आजकल. भिडियो हेर्छु गीत सुन्छु, भिडियो हेर्छु गीत सुन्छु. I am full बेरोजगारी. So that's why. So अब आज दिउँसो चाहिँ म यसो केटाहरूलाई भेट्नु जान्छु होला. केटाहरूलाई होइन अनिरलाई भेट्नु. त्यो कहाँ जान्छ है दिउँसो? भयो भने जान्छु, नत्र भने I will keep staying in my home and don't making video. And लास्टमा एकैचोटि I will make the ending video. Thank you for watching, guys. वाला अनि सक्यो आजको vlog. Just kidding. You know what, guys? कस्तो देखेको यार. Okay, I'm making video from selfie front camera. अनि म चाहिँ vlog हेर्दैछु अहिले. मेरा आँखाहरू धेरै रसिलो हुन थालेको छ आजकल. अनुहार पनि धेरै चमक चमक आउँदैछ. यसको राज के हो भनेर त्यस्तो केही पनि होइन गाइज. झ्याउ लागेन. झ्याउ लागेको छैन. भिडियो हेर्नु झ्याउ लागेको छैन. मलाई बनाउनेलाई झ्याउ लाग्छ, हेर्नेलाई कस्तो झ्याउ लाग्दो होला क्या. हाउ मच you feel irritated to watch my video क्या. ल गाइज अहिले एकछिनमा भेट्छु म. I will see you guys later. न अहिलेलाई चाहिँ मैले राख्दिएँ. यी हाई गर्ने बित्तिकै यस्तो आँसु आउँछ यार. के भएको? हाई गर्दा पनि तिम्रै सम्झना आएर होला अरे. जस्ट किडिङ. ल बाई बाई. अहिले म एकछिनमा गर्छु. केही नै भिडियो हेरेर किन आएको? किन होला? म त भिडियो नहेर्नु. टिकटक भिडियो हेरेको के गरेको? ल के अरे? के दुईटा? यस्तो यस्तो त गर्नु हुँदैन. जोरो आएको मान्छे अरे चक्लेट खान्छु, आइसक्रिम खान्छु भन्छ. कतिवटा? एउटा तिमीलाई एउटा भाइलाई. भाइलाई नदिने? के खाने हौ? छिटो लु बोक्छु लु. के त नि? यो ललिपप? यो ललिपप? यो ललिपप हो त खाने? पिङ्कवाला? लु तान नि त. लु 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 दुइटा. अनि भाइलाई दिन्छ कि दिँदैन? ला खोइ कहाँ गयो? माथिबाट छ जो. नदिने भाइलाई? तिमी देऊ न अनि.
यसो गर नि त एउटा पिङ देऊ एउटा यो पिङ खाइदिउँ ल ओके ल कुन चाहिँ पिङ खाऊ यो भाइलाई त्यो तिमीलाई ल सेम सेम ल ओके लुइला माथि खाँदा खानु खाँदा खाने हो सो गाइस म चाहिँ के भन्छ अनिलेको माइस कि अब यसले चटपटे खुवाउँछु भनेको छ त्यही भएर आएर होइन अब हामी चटपटे खान जाने आउनै नदिएर आयो नानीहरूले अनि आइसक्रिम खान्छु कि खान्छु भनेर नि ललिपप किन्दै खान आएको अब म बोलाउँछु त तिनीहरू हिरो सरलाई भेटिसकेँ मैले चटपटे स्पोन्सर है गाई स्पोन्सर पाएँ अनिल म त सेल्फिस हो म त सेल्फिस हो त्यही भएर म कहिले खुवाउँदिनँ क्या अस्तिको बवाल थियो क्या म त के भएको यार केटा उयो हुन्छ क्या के भन्छ वेटिङ सस्तोमा राति भोक लागेर क्या थुक्पाहरू खानु मन लागेर क्या अब कहाँबाट ल्याउनु राति हामी अब तल के भन्छ खै कस्तो बस्छ त्यो खै के गाई चटपटे आइसक्यो यहाँको चटपटे चाहिँ दामी हुन्छ क्या दामी अस्ति खाएको थियौँ अनिल र म आएर आज नै अनिल र म अब खाइसकेर भेट्छु र कस्तो छ चटपटी भन्छ खाइसकेर भेट्ने अब बनाउँदैन खाएको भिडियो बनाउँदैन कम्प्लिट भयो कम्प्लिट अब पानीपुरी बन्दैछ पानीपुरी हालेर चाहिँ जाने हो श्याम भाउजू खाँदै नि अनएक्सपेक्टेड यार म त यत्रो धेरै कसै खान्छ खाइनँ भने खानु म पनि खान्छु कि खाएको चाहिँ नदेखाऊँ होला खानै सक्दैन कहाँ पार्नु कहाँ गोरीवाला गोरीला कहाँ पार्नु भएको अहिले हो ट्रेनरसँग एउटा हालिएको थियो तल कहाँ तिनकुनी यतापट्टि कहाँ तिनकुनी यता कहाँ देखि अलिकति पर छ तिनकुनेकै छेउमा माया छ के गरेर पसिना आएको त यस्तो जाडोमा खोर्सानी खायो नि त पिरो भयो कुनी भन्दा पुस्तिन्थिन अरे उनी त खा त दामी छ ल फाइनली खाइ पनि सक्यो दामी मिठो थियो मिठो यसले स्पोन्सर गऱ्यो होइन दामी छ अब अर्को ताल मेरो पालो पैसा चाहिँ 50को पानीपुरी मागेको कि कत्रो धेर दिएको यार 19वटा दिएछ यार अब म खाइ नै नखाएको क्या त्यहाँनिर को आएको थियो कि तर होइन होला यार मैले त्यस्तै देखेको क्या त्यहाँ हो अहिले त्यहाँ राख्दैछ क्या त्यो पानीपुरी चटपटे राखेको क्या त्यो उयो क्या क्यामेरा बन्द गरेर भन्छु ल छुट्टिने टाइम आयो दोस्तसँग हाम्रो दोस्तहरू फेरि कडा छ ल गएको ल अब म पनि जान्छु सिधै घर पुगेर भेट्छु बाई बाई